अमेरिकाको भिजा पाउने सपना कसको हुँदैन र हजुरको पनि छ है। आई नो most of the student wants to go USA for their further study and अमेरिकाको भिजा रिजेक्सन हुने चान्स पनि धेरै नै रहेको छ। That's why अमेरिकाको भिजा रिजेक्सन हुनबाट बच्नको लागि के गर्ने त? नम्बर 1 मा until and unless हजुरहरूको एकाडेमिक स्कोर, ल्याङ्ग्वेज प्रोफिसिएन्सी और स्कलरशिप राम्रो छ भने हजुरहरूको भिजालाई पक्कै पनि सहजता पुग्नेछ। एन्ड नम्बर 2 मा स्पिकिङ क्यापेबिलिटी। भिजा अफिसरले हजुरहरूको स्पिकिङ क्यापेबिलिटी चेक गर्नको लागि धेरै क्वेशनहरू डिफ्रेन्ट वेबाट सोध्ने गर्छ। दे विल बी चेकिङ योर स्पिकिङ क्यापेबिलिटी। सो हजुरहरूमा कन्फिडेन्स पनि हुनुपर्छ। एन्ड नम्बर 3 हजुरहरू आफ्नो इन्टरभ्यू टाइममा थोरै भए पनि फर्मल भएर जानु होला। इट डजन्ट म्याटर वाट यु आर वेयरिङ बट प्रिटी मच प्रोफेसनल चाहिँ हुनुपर्छ है। सो डिटेल इन्फर्मेसनको लागि यु क्यान भिजिट आवर कन्सल्टेन्सी। वी आर लोकेटेड एट दिल्ली बजार काठमाडौँ बिहाइन्ड सिटिजन ब्याङ्क। फर्दर प्रोसेसहरू बुझ्नु मन छ भने हजुरहरूले हामीलाई हाम्रो कन्ट्याक्ट नम्बरमा कन्ट्याक्ट गर्न पनि सक्नुहुन्छ जुन चाहिँ टिकटकको बायोमा रहेको छ। थ्याङ्क यू बाई द स्टुडेन्ट फर द स्टुडेन्ट।